मेरो नाम चाहिँ पिके तामाङ ब्लोन हो। म चाहिँ यहाँ साउदुको खाडी घाममा चाहिँ यसो काम गर्नको लागि चाहिँ आफ्नो मुलुकलाई छोडेर आएको छु। मेरो काम चाहिँ रहेको छ स्काफ होल्डर है। अब यहीँ अब स्काफ होल्डरमा चाहिँ आएको छु आफ्नो देशलाई चाहिँ अब यसो केही दिनको लागि चाहिँ यसो बिदावादी गरेर। र पिके तामाङ ब्लोन भन्ने बित्तिकै चाहिँ तपाईँको चाहिँ एउटा तामाङ कल्चरमा चाहिँ हुर्किएको तामाङको छोरो हो भनेर तपाईँहरूले पनि सम्झिनु होला। र आजभन्दा योभन्दा अगाडि चाहिँ मैले आफ्नो नयाँ किसिमले नै अब सोच लिएर चाहिँ तामाङ गीतहरूमा चाहिँ तामाङ गीतहरू लेख्ने, तामाङ गीतको चाहिँ सङ्कलन गर्ने अनि तपाईँको चाहिँ गीतहरू गाउने गरेको छु। र यो तामाङ गीतहरूलाई हजुरहरूले चाहिँ सुनेर हेरेर मन पराइदिनु हुनुहुन्छ होला भनेर मैले हजुरहरूप्रति चाहिँ विश्वास लिएर अझै पनि अगाडि बढेकै छु। र फेरि पनि नेपालमा आएर चाहिँ हजुरहरूप्रति चाहिँ अझ नयाँ नयाँ कोसिलाहरू चाहिँ हजुरहरूलाई देखाउनेछु, आफ्नो प्रतिभाहरू देखाउनेछु भन्दै म अहिले बिदा लिन्छु। हस् त।